नमस्ते। आज हामी एउटा रोचक प्रश्न जुन मधुमेहका बिरामीले सोध्ने गर्नुहुन्छ, त्यो सम्बन्धी हामी छलफल गर्न गइरहेका छौँ। प्राय बिरामीलाई के लाग्छ भनेदेखि हाम्रो ब्लड सुगर लेभल जुन हाम्रो ल्याब भ्याल्यु हुन्छ, त्यो अनुसार कन्ट्रोलमा हुनुपर्दछ। यसमा एउटा कुरा के बुझ्नुपर्छ भनेदेखि जस्तै जुन ल्याब भ्याल्यु जुन हुन्छ, ल्याबको रिपोर्टमा जुन भ्याल्यु हुन्छ, त्यो भनेको नर्मल मान्छेको लागि हो। नर्मल मान्छेको ब्लड सुगर नियन्त्रित हिसाबले कन्ट्रोलमा हुन्छ भनेदेखि मधुमेह भएको बिरामीमा अनियन्त्रित हिसाबले ब्लड सुगर बढेको हुन्छ। यो अनियन्त्रित ब्लड सुगर कन्ट्रोलको लागि हामीले दबाईको प्रयोग गर्ने गर्छौँ। दबाईको पनि डोज डिपेन्डेन्ट अथवा डोजको हिसाबले ब्लड सुगर कन्ट्रोलमा रहन्छ र यसको हामीले जुन टार्गेट जुन हुन्छ मधुमेहका बिरामीको लागि यो अलिक बढी हुने गर्दछ। जुन ल्याब भ्याल्यु हुन्छ त्योभन्दा अलिक बढी हुने गर्दछ। यसको एउटा मात्र कारण हो हाइपोग्लाइसिमिया। अति नै सुगर कम नहोस् भनेर हामीले त्यो टार्गेट रेन्ज राख्छौँ। यदि हामीले त्यो फलो नगर्ने हो भनेदेखि हाइपोग्लाइसिमियाको जोखिम बढ्दछ, जुन स्वास्थ्यको लागि हानिकारक मानिन्छ। त्यही कारणले गर्दा हामीले बिरामीको जुन सुगरको जुन लेभल हुन्छ, ल्याब भ्याल्युको नभइकन अलग्गै टार्गेट रेन्ज हामीले फलो गर्ने गर्दछौँ। हस्त, धन्यवाद।